यो दर खास किन नाम राखेको लागि यो दर खास खै डर यो भिड भाखा धेर भएर डर लागेर डर भने के हो खै त्यही नै होला के म नि डराएको थिएँ आउने बेला म्याग्दी जिल्लालाई पारम्परिक गाउँको जिल्लाभन्दा फरक नपर्ला। गाउँ नै गाउँले भरिएको यो जिल्लामा आज हामी आइपुगेको छौँ भिरमा अडिएको गाउँ अर्थात् दर गाउँ म्याग्दी। धौलागिरी गाउँपालिका 3 अन्तर्गत पर्ने यस दर गाउँमा 96 घरधुरी रहेको र पाइजा बुढा घरती घरबुझा र केही दलित जातिको बसोबास रहेको यो गाउँमा भिड नै भिड रहेको र अलि हिँड्न डर लाग्ने भएको कारणले गाउँको नाम दर राखिएको हो कि भन्ने यहाँको स्थानीयको भनाइ सुने। कृषि र पशुपालन नै मुख्य पेसा रहेको जसकारण यहाँका मानिसहरू सहरतिर झरेको कुराहरू पनि सुन्न पाए भने पछिल्लो क्रममा बाटो खुल्नेपछि भने यहाँको जीवन केही सरल भएको कुराहरू पनि सुन्नमा आयो। आजको यस एपिसोडमा भिरमा अडिएको गाउँ अर्थात् दर गाउँ म्याग्दीको। नमस्ते अर्को भिडियोमा। अब हाम्रो यात्रा चाहिँ यहाँबाट के अरे मुलीबाट दरोसम्म। आजको बसाइ चाहिँ दरोमा बसेर चाहिँ भोलि बिहान चाहिँ पोखरातिर लाग्छौँ हामी। बाइक चाहिँ यस्तो चालु गर्नुपर्छ निकालिदिन्छु क्या। ल मुदी गाउँलाई बाई बाई गर्दै दरौतिरको यात्रा। ल सर गर्दै ठेगान छैन। ए तलै रहेछ त तलै रहेछ सिरिङ रहेछ जो आएको बाटो है आमा गाह्रो। म समाज यो यताको यो समातिदिनु पर्छ। हो ल ल गइन्छु उता ल ल साँझको बेला हामी जाने भनेको गाउँ चाहिँ त्यो माथि दर हो के अरे त्यसलाई दर गाउँ भन्दै छ। यता मुना गाउँ भन्ने यो रहेछ। यो तपाईँको हिजो हामी गएको गाउँ हो। यहाँ चाहिँ एकछिन रेस्ट गरेर हिजो उताबाट आउँदैको रहेछ मान्छेहरू तिनीहरू चाहिँ जाने अब यता गाउँतिर साँझमा। नानी ऊ त्यो गाउँको नाम चाहिँ के हो? ऊ त्यो पारीको गाउँको नाम फल्याउ कि फलेबास त होइन है फले। तिम्रो नाम चाहिँ के हो रे? निरुसा बुढा। रेस्ट गरेर हात्तीको यसो भिडियो बनाएको त्यहाँ ढुडो पाएको छ। यो चाहिँ स्पेसली दर गाउँ स्पेसल यो हाम्रो लागि दुध है लोकल प्योर लोकल के अरे लाल मान्छे दर गाउँको चाहिँ तरुनी हाम्रो दर गाउँको तरुनी भयो एकदमै राम्रो है लोकल दुध प्योर दुध हो यो।
पुग्यो होइन गाउँको कडा हुन्छ ठिकै हुँदो रहेछ झ्याप्प सुत्ने त हो अब कता जाने होइन ठिक छ खाने मनी खानु पर्यो नि हाल न मान्छे त ठिकै हाल्नु पर्छ गुड मर्निङ फ्रम दरगाह अब आज यहाँ बिहान मर्निङ ब्रेकफास्ट यहाँ टक्क अब चाहिँ हामी माथि गाउँतिरको यात्रा तारा प्रसाद अब माथि गाउँमा ओहो यहाँबाट गाउँ स्टार्ट तपाईँको घर कता माथि कता लाग्यो त्यो घरमा होला माथि छ्यामाले फेरि खाना खाने भने कि जन्माएको आमा हजुर उनीहरू खोइ आउँछ आउँदैन हिँड्न सक्दैन भन्दै थियो केसमा आएर ऊ यता नानी आउँदैछन् मेरो बुढी र उता बिमल आमा त आउँदैन के गर्छ पनि ल सही आएन गाउँ ल अहिले चाहिँ हामी दरौको ठ्याक्क माथि टुप्पोमा एउटा यतापट्टि रहेछ एउटा यहाँ ठ्याक्क तल एउटा यतापट्टि एउटा यो भेग टोटल गरेर कति अरे 120 कति दिने त्यहाँ आइपुगिदिनु अनि उहाँ आइपुग्यो ल बच्चा सच्चा बोकेर आएको बाटोमा यहाँ रहेछ मेला लाग्नेहरू यता त्यहाँ के छ चौर छ र खै के चौर भलिबल खेल्ने ए भलिबल त अनि सुट हानेर जान्छ जस्तो छ तल त्यहाँ त्यही भएर तार बाँडेछ नि तपाईँको घर कुन हुँदैन खै मेरो घर त सिरानको घर माथि सिरानको भत्केको छ ओ त्यो माथिको त्यो भन्दा नि तलको यो चाहिँ यो घर छ नि ए घरै छैन ए अवशेष मात्रै अवशेष र यादहरू मात्रै है जाम त गाँस खानु त धेरै खाने होइन अनि लाग्दिन्छ धेरै बस्यो भने पनि गाउँतिर आत्तिन्छ तपाईँ त नातिन पनि पहिला हिस्ट्री हुर्केको मान्छेहरू त अनि हामी त एक्सपिरियन्सै छैन म त 5 दिनसम्म बस्न सक्छु 5 दिन कटेपछि मलाई यस्तो गाह्रो हुन्छ ट्रेक पनि 5 दिन नै हो 5 दिनभन्दा बढी आमा मुना गाउने छुट्टा छुट्टै छ क्या घरहरू त खासै गजक्क त छैन फले नै भन्थ्यो त्यो गुजुमुज यो नि गुजुमुज छ नमस्ते नमस्ते ल गुन्द्री पुसो पनि यहाँको चाहिँ जस राम्रो थाहा छ सबै उहाँ पुसोला भन्नु सानोतिनो नेतै हुनु ल भन्नु त पुसो यहाँ सानोतिनो नेतै यहाँ दर गाउँको बारेमा के अरे अहिले भनौँ न खाना खाइसक्यो
तल रोटी नि खाएर आएको त्यहाँ होइन म फेरि कलम खाएँ दुई कप खाएँ क्या तल चिया चाउमा डबल पर्यो पानी नि खायो तेर यहाँ आयो भने आजको के अरे यो लन्च आजको तरकारीमा यो आउँछ अब ल उहाँ हाम्रो फुपू हुनुहुन्छ नमस्ते र फुपू तपाईँले चाहिँ यो गाउँमा चाहिँ यहाँको चाहिँ के अरे You got me hypnotized by the way you look at me. Yeah, baby, don't you lie, girl, you know your body T. Yeah, you show me your pretty girlfriend, who is she? Yeah, I'm just tryna know if you wanna be with me, with me, with me, with me, with me, with me, with me. If you wanna be with me, with me, with me, with me, with me, with me, with me. If you wanna be with me. You got me hypnotized by the way you look at me. Baby, don't you like, you know your body T. You show me your pretty girlfriend, who is she? Just tryna know. फुपू यहाँ चाहिँ यो घर यो दर गाउँमा कतिवटा घर छन् होला 100वटा छन् अनि यहाँको चाहिँ खासै यहाँको चाहिँ मेन चाहिँ भनौँ न उत्पादन हुने के हो खास यहाँको खास के कारणले दर गाउँ राखिएको खास दर त यहाँको बारेमा हल्का थोरै के छ यहाँको चाहिँ यो गाउँ चाहिँ कतिजना मान्छे छ यहाँ घर कस्तो छ घर कति धुरी घर छन् यहाँ खास मान्छेले कसरी उब्जाएर खाइरहेछन् यहाँबाट कहाँसम्म जान्छ भन्ने कुरा चाहिँ तपाईँले यसो गरिदिनु पर्यो ल जस यहाँ चाहिँ अहिले मान्छेहरू भनौँ न युवाहरू कति छन् अब युवाहरू यहाँ अहिले चाहिँ कतिको मान्छेहरू चाहिँ यहाँ कति बिजी छन् के उत्पादनमा भएर चाहिँ मान्छेहरू यहाँ बाँचिरहेका छन् कसरी यो ठाउँ ल भनिदिनु तपाईँले थोरै भनिदिनु जुन भने नि हुन्छ ल यहाँ कुन कुन जातको बस्नुहुन्छ यहाँ त नै हाम्रो मगर जाति पुरै अब ठरबटानी हुने पाइजा अनि घरती अनि फेरि बुढा थोरै थोरै दलितहरू बस्छ सबभन्दा धेरै कुन छ सबभन्दा धेरै बुढा तपाईँ कुन पर्यो म घरतीमा बिहा गरेर बुढा भने बुढा मगर सबभन्दा धेरै बुढा मगर त्यहाँपछि पाइजा त्यहाँपछि घरती मगर त्यहाँपछि थोरै गरबुजा अनि यहाँ डिङ्गाहरू के छ अहिलेको स्थितिमा डिङ्गाहरू अहिले छ कि छैन यहाँ छन् त बाख्रा छ भैँसी छ अरू त भेडा छैन घोडा छैन तिनीहरू छ अरू त के छ अनि तपाईँले यहाँ घाँस दाउराहरू घाँसहरू कसरी उत्पादन गर्नुहुन्छ अथवा कसरी खुलाउनुहुन्छ कसरी ल्याउनुहुन्छ के तपाईँहरूले चाहिँ कुनै अरू के गर्नुहुन्छ कि यहाँ त्यो डिङ्गाहरूलाई जङ्गल जाने टाउको खुट्टाले बोकेर लिने त्यही खाने त्यो मेसिनबाट त्यसो के गरेर हामीले खाइन्न त्यही हाँसीले काट्ने त्यो बेलुका हाल्ने वनबाट लिने त्यो अनि यहाँ त अझै कुन महिना त्यो उस महिनामा त उहाँ लेकतिर नि लान्छ भन्ने सुन्थ्यो त लाग्छ नि असार जेठदेखि जेठ असार साउन भरौ 4 महिना भैँसी झन् 5 महिना भनौँ फागुनबाट चैतबाटै जान्छ भैँसी गाईहरू जेठ निगल्दा जान्छ जेठ निकाल्दा माथि पुग्छ है बुगीमा पुग्छ अनि दिनको बाटो के यो दर खास किन नाम राखेको लागि यो दर खास खै डर यो भिड पाखा धेर भएर डर लागेर डर भने कि के हो खै त्यही नै होला कि म नि डरा चाहिँ आउने बेला भिड पाखा धेर छ गरे ए हजुर त्यो भएर डर भने लागि भनेपछि यहाँ चाहिँ दर यहाँबाट चाहिँ के छ त यहाँबाट कुन ठाउँमा विशेष खेतीपातीमा चाहिँ खेतीपातीमा उयो कोदो मकै धान गहुँ जौ फापत हुन्छ फापत हुन्छ फागुनी लगाएपछि अनि आजकल त अब धेरै गाउँहरूमा अब युवाहरू सब विदेश प्लान हुन्छन् अब उमेरको चाहिँ सबै चाहिँ उमेर गएकाहरू मात्रै हुन्छन् धेरै जस्तो अनि के छ यो गाउँको स्थिति के छ युवाहरू छन् कि अझै यहीँ युवाहरूले यहीँ गर्छु भन्ने छ कि अथवा सबै विदेशतिर प्लान भए अब विदेशतिर अब यहाँ केही उत्पादन केही उद्योग उनीहरू खोलेपछि त
केही नखोलिदिएपछि त अब यहाँ उपाय नलाएपछि विदेश नै लाग्छ नि पुरा विदेश सबै अब विदेश यही हाम्रो यहाँ भएपछि त यही नै गर्छु भन्ने नि भन्छन् के अरे धेरै जस्तो युवाहरू अब यहाँ केही उत्पादन नहुने आफूले केही गर्ने उति खेतीपाती मात्रै त्यो खाने मात्रै त्यो बालीबर लाएर घरि सम्मले खाइदिने भालु बङ्कर आएर खाइदिने त्यो उपाय नलाएर विदेश हो के लाग्ने ए ठिक छ भने सबै विदेशतिर छन् के है ठिक छ अहिले त अब सबै बुढाबुढी मात्रै होला गाउँमा धेरै जस्तो गाउँमा त अहिले धेरै गाउँमा चाहिँ बुढाबुढी नै हो कि है बुढाबुढी नै हो नि त अब बुढाबुढी पुर्खौली खेतीपाती गर्ने भन्ने बुढाबुढीले अहिलेको युवाहरूले अब अर्को नयाँ नयाँ गर्ने भन्ने अब फेरि हाम्रो यहाँ गाउँमा त्यसो नयाँ नयाँ उनीहरू फ्याक्ट्रीहरू केही नखोल्ने गरेपछि त विदेशै लानु पऱ्यो कि अनि यहाँ पर्यटकहरू कति आउँछन् कि आउँदैनन् के पर्यटक विदेशीहरू के घुम्न आउने मान्छेहरू घुम्नेहरू विदेशी स्वदेशी जो घुम्न आउँछन् उसको के जनावरहरूको तिनीहरू आउँछ त्यो झिल संरक्षण गर्नेहरू त्यस्तो पार्टीहरू आइरहेको एकापको अनि अरू अहिले त धेरै गाउँहरूमा चाहिँ होमस्टेहरूको प्लानिङहरू हुन्छ तपाईँहरूको यो दहरामा होमस्टे प्लानिङ के छ तपाईँहरूको समितिहरूले जस्तै अब यो मुरी गाउँहरूमा यता चाहिँ होमस्टेको रहेछ तपाईँहरूले यस्तो यो तपाईँको यो समितिहरूले होमस्टे गर्ने प्लानिङहरू यहाँको बिजनेसलाई अगाडि कसरी लाने भन्ने आन्तरिक पर्यटनलाई कसरी चाहिँ आकर्षण गरेर यो दहरा गाउँमा ल्याउने केही छैन तपाईँहरूको योजना अहिलेसम्म त केही छैन अब सबै जो आए पनि अब यस्तो यस्तो खोल्नु पर्छ त भन्छन् के अरे आउने मान्छेहरूले के तर यहाँको उसले केही पनि गरेको छैन ए ल धन्यवाद सबैले कहाँ यत्रो यत्रो पुग्छ फेरि सबैले खानु पर्यो प्योर भालेसँग 2-4 शब्द के छ होइन अब हामी खाना खाएर चाहिँ अब लाग्छौँ अब फुपू रे क्या तपाईँको मेरो फुपू मेरो नि फुपू मेरो त उसो मेरो फुपू यहाँ हो बहिनी ऊ नानी फुपू पाइजा खान ए ल है ल लाग्छ ल शान्ति पछि भेटौँला है बहिनी लौ त अब मेरो नाम चाहिँ कमल सिंह घरटी यस धौलागिरी गाउँपालिका 3 को सदस्य वडा सदस्य र दहरा सापीगोडा चाहिँ 7, 8, 9 थियो भने अहिले 3 छ र यी मध्येमा हाम्रो घरधुरी सङ्ख्या चाहिँ 96 छ र 96 घरधुरी छ र यसमा चाहिँ अब यही हो विकासकै कुराहरू भन्नुपर्दा योभन्दा पहिला केही भएको तपाईँहरूले पनि देख्न सक्नुहुन्छ र अझै विकास गर्नको लागि अलिकति तलतिर सङ्घ प्रदेशतिर केही कुराहरू राख्दा पनि अलि सानो मान्छेले ठुलो मान्छेलाई भनेको अलि नसुनेको अवस्था छ विद्यालय थप गर्ने ट्रस्ट थप गर्ने कुरा कति राखिसके र यहाँको बासिन्दालाई आर्यघाटको एउटा आवश्यक छ यो पनि बनाइनु पर्यो भनेर पनि राखे तर व्यवस्था गरेको छ अरू जे होस् पहिलाभन्दा यहाँ चाहिँ मोटर बाटो माथि पुगेको थिएन अहिले माथि पुगिरहेको छ अब यसलाई संरक्षण गर्नुपर्ने छ खोल्सामा चाहिँ बर्खामा एकदमै झारा लागिरहेको अवस्था छ अहिले चाहिँ त्यही पनि यो खोल्सा तलबाट बनाउँदै जाने प्लान गरेको छु र अरू त आफ्नो सबै ठिकै नै छ यहाँको बासिन्दाहरू मिलेकै छन् दाजुभाइ माइती कुटुम्ब यही हो यिनीहरू चाहिँ अब जस एक आपसमा सहयोग गर्ने चलन नै छ यहाँ राम्रै अब हाम्रो चाहिँ मगर बस्ती पाइजा बुढा घरटी गरबुजा यी थरीहरू छौँ हामी केही थोरै चाहिँ दलितहरू पनि छन् सबै हामी कसलाई के गर्नुपर्छ एकदमै समाज चाहिँ मिल्दो छ त्यस्तो एकले अर्कालाई कुरा काट्ने नराम्रो शब्द बोल्ने त्यस्तो छैन र
अहिले भर्खर तपाईँहरूले देखिसक्नुभयो पाइजाको मन्दिर निर्माण भइसकेको छ र यहाँ बुढाको मन्दिर पनि हुँदैछ। यस्तै गरी अब आउट उसमा चाहिँ अब बुढाको मन्दिर हो। हजुर बुढाको हो। यसमा हामी घरटीहरूको छैन, हामीहरूको पनि बिस्तारै हुँदै जाला। यही भन्दै यति भर्खरै त्यहाँ माथि थियो दर गाउँबाट, त्यहाँबाट अब हामी यतातिर लाग्ने हो। स्कुल त राम्रै हुन्छ क्या, हरिब हुन्छ भन्थ्यो मैले सुनेको थिएँ, मैले देखेँ आज पावर।